हेलो एन्ड नमस्ते यहाँहरु सबैजनालाई स्वागत छ साथीहरु अनि फेरि पनि अर्को भिडियोमा अनि आशा छ तपाईहरु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ। म पनि एकदमै सन्चै अनि आरामै छु र आज तपाईहरुको बीचमा फेरि आउनु पाउँदा धेरै खुसी छु हैन। अनि म चाहिँ दुबईको खाडीबाट रम्बल घाडीबाट अनि म चाहिँ अहिले हाल दुबईमा छु। तपाईहरु कहाँ हुनुहुन्छ अनि तपाईहरुले कमेन्टमा भन्न सक्नुहुन्छ। अनि मेरो च्यानललाई शेयर सब्स्क्राइब एन्ड लाइक जे हुन्छ सबै गरिदिनुस् कृपया मनैदेखि चाहिँ म तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु। र विशेष गरेर आज तपाईहरुको बीचमा यो भिडियो बनाउनुको उद्देश्य चाहिँ आज एकदमै इन्फर्मेटिभ भिडियो छ अनि यो भिडियोलाई अन्तिमसम्म हेरेर अनि सहयोग गरिदिनु होला। धन्यवाद। अनि र यो भिडियो बनाउनुको उद्देश्य चाहिँ आज भ्लगिङ भन्दा पनि एकदमै इन्फर्मेटिभ छ। यदि तपाईहरु दुबईमा हुनुहुन्छ, वैदेशिक रोजगारीमा हुनुहुन्छ, नेपालबाट नेपाल सरकारको मातहतमा रहेर एउटा श्रम गरेर वैदेशिक रोजगारीमा आउनु भएको छ भने चाहिँ अनि तपाईहरुको लागि यो भिडियो चाहिँ एकदमै फाइदाजनक हुँदछ। यदि तपाईहरुसँग डीम्याट अकाउन्ट छ, मेरो शेयर तपाईहरुले खोल्नु भएको छ भने चाहिँ अनि हिजो वैशाख 5 गतेदेखिबाट अनि वैशाख 19 गतेसम्म सानभी एनर्जी लिमिटेडले चाहिँ 2,91,000 बराबरको आइपिओ चाहिँ तपाई र मेरो लागि भनेर खुल्ला गरेको छ। किनभने तपाई र मलाई चाहिँ सरकारले वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको लागि 10% कोटा चाहिँ छुट्याएको छ। यदि तपाईहरुले अनि रेमिटान्स नेपालमा पठाइरहनु भएको छ भने चाहिँ तपाईहरुको लागि यो भिडियो चाहिँ एकदमै फाइदाजनक हुन्छ। यदि तपाईहरुसँग डीम्याट अकाउन्ट मेरो शेयर अकाउन्ट छ भने चाहिँ अनि सिम्पली तपाईहरु मेरो शेयर एप्समा गएर अनि तपाईहरुले चाहिँ त्यो वैदेशिक रोजगारी मा जुन भएका व्यक्तिहरुको लागि छुट्याइएको आइपिओ अनि सानभी एनर्जी लिमिटेड वाला आइपिओ चाहिँ तपाईहरुले भर्न सक्नुहुनेछ। अनि जुन 10 कितादेखि अनि 20,000 कितासम्म तपाईहरुले भर्न पाउनुहुनेछ। अनि 100 रुपैयाँको दरले अनि पर किता 100 को दरले अनि तपाईहरु भर्न सक्नुहुनेछ। यदि 10 किता भर्नु भयो भने 1000 रुपैयाँ लाग्नेछ र यदि त्यो 1000 ले तपाईहरुलाई बाइ चान्स परि नै हाल्यो भने चाहिँ वैदेशिक रोजगारीमा हुनेहरुको लागि चाहिँ यो एकदमै पर्ने सम्भावना हुन्छ। यदि तपाईहरुलाई यो परि नै हाल्यो भने चाहिँ अनि 1000 को 10,000 पनि हुन सक्छ है गाइस। अनि यो कुरा चाहिँ याद राख्नु होला। यदि तपाईहरु सानो सानो कुराहरुमा इन्भेस्ट गर्नुभयो, लगानी गर्नुभयो भने चाहिँ भविष्यमा यसले चाहिँ तपाईहरुलाई धेरै फाइदा पुग्नेछ हैन। यो कुराहरु चाहिँ अनि हेर्नु होला अनि यो कुरा चाहिँ गर्नु होला। यदि तपाईहरुसँग डीम्याट अकाउन्ट छैन, मेरो शेयर अकाउन्ट छैन भने चाहिँ अनि तपाईहरुले कमेन्टमा अनि सहायताको लागि हेल्प भनेर लेख्नु होला। अब म तपाईहरुलाई डिटेलमा अनि कुनै अथवा तपाईहरुको आफ्नो नम्बर छोड्नु होला, म तपाईहरुलाई WhatsApp मा त्यो सबै डिटेलहरु बताइदिने छु। र तपाईहरुले यो सानभी एनर्जी लिमिटेड को आइपिओ चाहिँ भर्न सक्नुहुन्छ जो वैदेशिक रोजगारीमा हुनुहुन्छ। अनि यो चाहिँ तपाई र मेरो लागि भनेर खोलिएको आइपिओ। अनि तपाईहरु चाहिँ नेपाल सरकारबाट श्रम गरेर कुनै पनि देशमा हुनुहुन्छ भने अनि तपाईहरुको लागि चाहिँ यो खुल्ला गरिएको अनि तपाई र मेरो लागि चाहिँ खुल्ला गरिएको। हामीले चाहिँ यसमा आवेदन दिन सक्छौं र आवेदन दिए बापत चाहिँ तपाई र मैले 10 किता आवेदन दिन सक्छौं। 10 किता भन्दा माथि तपाई र म आफूसँग पैसा भयो भने अनि 20,000 कितासम्म हामीले आवेदन दिन सक्छौं। त्यसको लागि तपाई र मसँग पैसा हुनुपर्छ प्रति किता 100 को दरले। र यदि तपाई र मलाई यो परि नै हाल्यो भने अनि 5,000 10,000 जति हुन्छ फाइदा हुन सक्छ। अनि यही हो साथीहरु। अनि तपाईहरुले चाहिँ यसलाई भर्न नबिर्सनु होला। हेर्नुस् है, यो चाहिँ भर्न नबिर्सनुहोस्, मेरो शेयरमा गएर भर्नुहोस्। आई होप हैन तपाईहरुलाई यो भिडियो चाहिँ एकदमै राम्रो लाग्यो होला। अनि यो भिडियोले चाहिँ तपाईहरुलाई केही सिक्ने कुराहरु मिल्यो होला अनि यसबाट चाहिँ तपाईहरुले धेरै कुराहरु सिक्नु भयो होला भन्ने आशा राख्दछु। धन्यवाद हैन अन्तिमसम्म हेरिदिनु भएको लागि। र आउने दिनमा यस्तै इन्फर्मेटिभ भिडियोहरु तपाईहरुको बीचमा ल्याइने राख्ने छु। जय नेपाल, जय देश। आफ्नो कर्म गर्न चाहिँ कहिले पनि नबिर्सनुहोस्। कर्मले सधैँ तपाईहरुलाई अगाडि बढाउनेछ। अनि जय नेपाल।